आजकल त फोनहरूले पनि धोका दिनु थाल्यो कसैलाई इमर्जेन्सीमा फोन गर्नुपर्छ है घरतिर यताउता आउँदैछु है म चाहिँ खानाहरू पकाइराख्नु है आउँदैछु भनेर फोन गर्नुपर्छ अगाडि नै कम्प्युटर बोलिदिन्छ काट्यो गऱ्यो फोनले पनि धोका दिनु थालेको छ कोरोनाको टाइममा पहिला पनि त्यो अमिताभ बच्चनले मास्क लाउनुपर्छ अरे यस्तो यस्तो भन्थ्यो अहिले फेरि अर्कै आएको छ सेकेन्ड भाइरसको यो टाइममा फोन त गर्नुहोस् त तपाईँले कसैलाई त्यसलाई त्यही बोल्छ आमा हो ऊ पो हो पाठो भएर बोलिरहेको फोन गर्दाखेरि चाहिँ एकैतालमा लाग्यो भने चाहिँ मजा लाग्छ त्यो पर्खिँदा पर्खिँदा बस्ने गाडीतिर होइन फोन गर्नुपर्छ कसैलाई फेरि बोलिदिन्छ रिस उठ्छ अरे तपाईँहरूलाई त्यस्तो हुन्छ हुँदैन न हाम्रो यो फोनहरू पो के भएको के हो कि भाइरस पो पसेको हो कि न ह्याकर पस्दैछ हौ साथीहरू याद गर्नुपर्छ अब त त्यही यो चाहिँ हटाउने के छ हौ उपाय अगाडि अगाडि नबोल्दोस् भनेर क्या के बोलेको नि आम्मा झन् गाडीतिर बाइकतिर बाटोमा फोन गर्नुपर्छ त्यसको कुरा पो सुन्दा हुन्छ जहिले फेरि जाम गाडी हो गाली सानो खाँदैन साथीहरू गाडी चाहिँ बाटोमा राखेर फोन नगर्नुहोस् है घरतिर कसैलाई बाय बाय टाटा गुड बाय गया माछा कराएर फेरि